अहिले चाहिँ हामी होइन ट्याक्क खाजासाजा खाएर अब फेरि राइड स्टार्ट हुन लाग्यो। हामी चाहिँ बन्दीपुर जाँदैछौँ है, क्विन हिल बन्दीपुर जानु लागिरहेका छौँ। है त सबैजना यता आउनुहुन्छ। अहिले चाहिँ हामी सबैजना है ट्याक्क दमौली आइपुगेका छौँ, देख्न सक्नुहुन्छ है। दमौलीतिर आइपुगेका छौँ। त्यता दाइहरू सबै हुनुहुन्छ, हाम्रो बाइक चाहिँ त्यता छ। अहिले चाहिँ हामी ट्याक्क है यहाँनिर दमौली बजारभित्र हो होइन, देख्न सक्नुहुन्छ। हामी चाहिँ बन्दीपुरको यात्रामा छौँ सबैजना, त्यता छौँ। मेरो बाइक चाहिँ यहाँ छ है, बवाल कुद्दो रहेछ। 110सम्म कुदाएँ मैले आज यो बाइकलाई फर्स्ट टाइम। हाइवेमा 110 दामी कुद्दो रहेछ। यस अनि चाहिँ हामी यता ट्याक्क है यो दमौली बजारभित्रबाट हल्का तलपट्टि यता यो ठाउँहरू चाहिँ हेर्न आएको होइन। देख्न सक्नुहुन्छ सुमन यता खान, म चाहिँ यता छु। अहिले चाहिँ हामी चाहिँ ट्याक्क है यता यो सेती गण्डकी र माथि गण्डकी मिसिएको ठाउँमा आइपुगेँ है। देख्न सक्नुहुन्छ यता चाहिँ दामी छ है, भ्यू चाहिँ एकदम बबाल छ। देख्नुहुन्छ दाइहरू चाहिँ सबै यता हुनुहुन्छ है, आउँदै हुनुहुन्छ। म पनि यता छु है त। बबाल मिसिएको यहाँ त, एउटा सेतो एउटा दामी छ तर जस। फाइनली है अहिले चाहिँ हामी ट्याक्क बन्दीपुर आइसकेको छौँ है। देख्न सक्नुहुन्छ यहाँ चाहिँ खतरा ठुलो घर छ। यो चाहिँ केबल कारहरू अरे होइन, देख्न सक्नुहुन्छ। अहिले चाहिँ ट्याक्क हामी चाहिँ बन्दीपुर आइसकेको छौँ है। सबैजना यता हुनुहुन्छ है त। अहिले चाहिँ हामी है ट्याक्क यहाँ पार्किङ गर्ने ठाउँमा आइसकेको छौँ। बन्दीपुर बजार चाहिँ यता हो, भित्र जाने चाहिँ यहाँबाट हो भन्दा यहाँबाट चाहिँ भित्र जाने होइन, बन्दीपुर बजार जाने। देख्न सक्नुहुन्छ यता छ है सबैजना। जाडो जाडो छ अब तपाईँ होइन भने रिसोर्टमै भनेर भन्नुभयो। अब त्यो पुठेको चौरको छेउमा पनि रिसोर्ट, यतापट्टि रिसोर्ट, त्यो ठुल्ठुलो त्यहाँभित्र छैन त्यस्तो ठाउँ पाइँदैन क्या त्यो बजारमा चाहिँ। तर बुझ्नुभयो नि, अब उहाँ जाँदै जानु भएन भने कसरी के हुने।
हाम्रो ट्याग है हाम्रो होटल चाहिँ यही हो है देख्न सक्नुहुन्छ ट्यागको हाम्रो होटल चाहिँ फिक्स भइसक्यो बस्ने है बवाल छ है त्यस दामी छ है दामी दामी छ है हेर्नु है तपाईँ के ऊ त्यो डाँडामा चढ्ने होइन 20 मिनट लाग्छ हिँडेर हो अनि त्यहाँभन्दा पछि सनसेट हेर्नु जानु अघि 1 घन्टा अगाडि जानु कस्तो मिठो सनसेट है अब गइसक्यो घाम त्यसको पछाडि हो नि डिरेक्ट भएर एकछिन घुम्ने भने 1 घन्टा लाग्छ त्यो बेला त अलिअलि भइसक्छ अनि एक त बाघहरूको डर हुन्छ है मतलब राति जङ्गलको नजिक हो नि त हामी चाहिँ अहिले ट्यागको बन्दीपुर बजारमा छौँ है देख्न सक्नुहुन्छ यस्तो बवाल छ बन्दीपुर बजार चाहिँ नि होटल चाहिँ यही हो होइन देख्न सक्नुहुन्छ होटलै भनौँ न यसलाई होमस्टे त भन्न मिल्दैन जस्ट दामी हो होटल चाहिँ देख्न सक्नुहुन्छ यही नै हो यता चाहिँ दाईहरू बसिरहनु हो सामानहरू सबैजना बस्नु हो हामी चाहिँ बन्दीपुर बजारमै बसेको है देख्न सक्नुहुन्छ ट्याक्कै बजारमा है हामी चाहिँ मेन सिटीमै बसेको हामी बन्दीपुर जस यो होटल चाहिँ बवाल छ है हामी चाहिँ यहाँ हो हामी चाहिँ यताभित्र है बसेको हामी चाहिँ यता है हाम्रो कोठा चाहिँ यता छ हाम्रो कोठा चाहिँ यहाँ छ तर 01 हो अहिले चाहिँ उताबाट ढोका लाग्यो कि हाम्रो होइन जस बवाल छ कि दामी छ गुड मर्निङ एभ्रिवान अहिले चाहिँ हामी ट्याक है सानो बाबा के छ भन्न के हो नि हालत खराब छ अहिले भैया एकदम ठिक छ एकदम कहाँको हालत खराब हुने र यार दामी छ ल जस बन्दीपुर ट्रिप एकदम राम्रो रहेछ होइन जस दामी छ हामी बसेको रुम चाहिँ यही हो भ्यानको अहिले 4 बजी हो होइन 4 बजी उठ्यो अब ट्याक्क भ्यू हेर्नु पऱ्यो नि त होइन भ्यू हेर्नु हामी चाहिँ सबैजना निस्किन लगाइराखौँ है त गाइजहरू अहिले चाहिँ हामी ट्याक्क है बन्दीपुर तनाउ आइराखौँ होइन रानी हिल देख्न सक्नुहुन्छ ग्रेट वाल भनेको चाहिँ यही नै रहेछ होइन जस ठिक छ राम्रो हो होइन ठ्याक्क देख्न सक्नुहुन्छ उहाँसम्म छ है त सबैजना यता हुनुहुन्छ यता छ है त ल अहिले चाहिँ हामी है बन्दीपुरमा छौँ है हुन्छ बन्दीपुर बजारमा छौँ है त जस दामी छ है बन्दीपुर चाहिँ बवालै हो बन्दीपुर देख्न सक्नुहुन्छ हामी चाहिँ अब निस्किन लाग्यो है त होटेलबाट ट्याक्क खाजा खाइयो अब ट्याक्क निस्किन लाग्यो है त ट्याक्क बन्दीपुरबाट चाहिँ फर्किँदैछौँ देख्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो छ सबै राम्रो हो पिजै पिच छ जोस बवाल छ होइन बाटो चाहिँ गाडो छ होइन सक्नुहुन्छ अनि एउटा कुरा बन्दीपुर चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि होइन अरू ठाउँ चाहिँ खेतीतिर हेर्दाखेरि खतरा देखिने अनि रियलमा हेर्न गयो भने चाहिँ अलिकति हल्का नराम्रो देखिन्छ नि यो बन्दीपुर चाहिँ मलाई त्यस्तो लागेन कि युट्युबतिर टिकटकतिर हेर्नु पनि दामी थियो भने रियालिटीमा नि बवाल थियो कि भनेको बुझ्नुभयो होला नि तपाईँहरूले होइन यो बवाल छ कि बन्दीपुर चाहिँ 1% पनि कम छैन जस्तो लाग्यो मलाई 1% पनि कम छैन जस्तो लाग्छ यस्तो छ होइन बाटो चाहिँ देख्न सक्नुहुन्छ बन्दीपुर चाहिँ लगभग पोखरादेखि यहाँ माथि बन्दीपुरको टपमै आउँदा चाहिँ त्यही लगभग 85-90 किलोमिटर जति छ जस्तो लाग्छ मलाई गाइजहरू अहिले चाहिँ हामी ट्याक्क है घली गाउँको यता माथितिर छौँ बाटोमा
यहाँ यो यता यता अर्को बाटो चाहिँ बिग्रेर रहेछ मेन हाइवे चाहिँ अनि हामी चाहिँ यता यो भित्ता हुँदै घुम्दै आएको है देख्न सक्नुहुन्छ आमामा त्यो त पहिरो चाहिँ डेन्जरै खस्यो है देख्न सक्नुहुन्छ यो रहेछ मेन बाटो यो बाटो चाहिँ बन्द हो अहिले यो भित्ता हुँदै यताबाट आएको है हामी चाहिँ देख्न सक्नुहुन्छ यता माथि भिर यस्तो छ डर लाग्ने ठाउँ यार हो बर्खामा त है त हामी सबैजना ट्याक्क घले गाउँ आइपुग्न लाग्यो है देख्न सक्नुहुन्छ बाटो चाहिँ पेहनी आउटेको छ बाटो बनाउनु ला घुमेर आउन पर्ने रहेछ होइन अहिले चाहिँ लास्टै आउटेको छ डेन्जर घुमेर आउनुपर्छ घुमेर आउने ठाउँ चाहिँ बस चाहिँ आउँदैन है बस चाहिँ आउँदैन बाटो कस्तो रहेछ त यही आमा सुनको कति देरी हो त नि धुलो त दुबईको बाटो त के हो र यहाँको यस्तो छ अहिले चाहिँ हामी ट्याक्क भुजुङ आइसकेका छौँ है भुजुङ मान्छेको कन्डिसन यस्तो फोहोर है देख्न सक्नुहुन्छ म पनि यस्तो फोहोर हो बाइकको कन्डिसन आइफोनमा त सफाइ देखा छ क्या माई आइस इज रेड कलर इज ब्ल्याक बाइकको कन्डिसन सबको देख्न सक्नुहुन्छ ल है त हामी अहिले बिदाइ हुँदैछौँ है ल त नि आमा फेरि आउनुपर्छ है ल हुन्छ आमा ल हुन्छ ल है त अब हामी चाहिँ निस्किन लाग्यो घले गाउँबाट बाइक चाहिँ कहिले स्टार्ट भइसकेको छ देख्न सक्नुहुन्छ है उकालो हिँडेको स्यासा भयो त देख्नुहुन्छ महेश दाइ ल हाम्रो घरको यात्रा होइन मनाङ हाम्रो बेसी सहर गएपछि फाइनल हुन्छ होइन कुरा हो बाइक चाहिँ यस्तो जाडोमा नि वान टाइप भयो है स्टार्ट चाहिँ जे भयो नि सेल्फी हानेन के भयो बटर है एकैछिन पार्ने न अन गरेर स्क्रिन खुल्यो रहेछ र होइन लाभा हाल्नु त होइन सेल्फले काम नगरेको हो क्या स्टार्ट नभएको होइन अघि स्क्यान खुल्दा रहेछ कि ऊ बल्ल भयो नि स्ट्यान्ड भयो नि हुन्न कि हामी निस्किन लाग्यो है हिजो हामी राउसे फाउसे थियौँ तर आज हामी अलिअलि सफा भयौँ अनि अब हामी जाँदैछौँ फेरि राउसे फाउसे हुन म त बिहानै उठेर त्यो तन्ना झिकेर पुसेको कपडा त सबै ल है त हामी चाहिँ अहिले ट्याक्क घले गाउँभन्दा हल्का माथिपट्टिको गाउँ हो है देख्न सक्नुहुन्छ भ्यू चाहिँ यस्तो बवाल खुल्यो है त बवाल छ है ठाउँ चाहिँ जोस् दामी नै छ बाटोहरू नि कुनै ठाउँमा गाह्रो कुनै ठाउँमा सजिलै छ भनौँ न है त जोस् ठिक छ आम्मामा हिमालको रेन्ज चाहिँ बवालै खुल्यो है देख्न सक्नुहुन्छ बवाल खुल्यो हिमालको रेन्ज चाहिँ है त हामी नेपाली हाम्रो नेपाल रे देख्न सक्नुहुन्छ यो समथिङ एउटा पार्क जस्तो रहेछ है होइन पुरै पार्कहरू जस्तो रहेछ कि यो चाहिँ पार्कहरू जस्तो भन्दा नि पार्क रहेछ देख्न सक्नुहुन्छ हिमाल चाहिँ बबालै खुल्यो है हिमालको रेन्ज जस दामी रहेछ है लमजुङ घले गाउँ त्यसै
त्यसै नाम त नचलेको रहेछ कि लमजुङ भन्दै यो लमजुङ घले गाउँ बुझौँ भनेर है जस ठिक छ माथि माथि पनि रहेछ है यता माथि माथि पनि रहेछ फोटो नखिच्ने देख्न सक्नुहुन्छ यता घले गाउँ चाहिँ यस्तो छ बबाल छ जाम्नु हो त्यो जाम्नु हो त्यहाँ त्यहाँ हो कि यसो नपुछ नि त हो त्यो डाँडामा हो कि त्यहाँ हिमालहरू सर देखिन्छ नि त यहाँ हाने नि हुन्छ ब्ले सुमन यहाँ आउनु यहाँ बनाऊँ न तिमी र म